हेलो एभ्रिवान, हजुरलाई मेरो नयाँ एउटा ब्लगमा स्वागत छ। अहिले चाहिँ हामी मन्दिर जानु भनेर रेडी भइसक्यो। त्यहाँबाट चाहिँ हाम्रो टमटम पनि आइसक्यो अनि अहिले चाहिँ हामी टमटममा पनि चढिसक्यो। चढेर चाहिँ अहिले हामी जाँदैछौँ। अहिले चाहिँ बेलुकाको बखत छ 5 अनि हामी चाहिँ बेलुका घुम्नु भनेर गएको। म अनि हाम्रो भाउजूहरू हुनुहुन्छ, धेरैजना हुनुहुन्छ। अनि यता चाहिँ सबैजना चढिसक्नु भएको छ टमटममा। अनि यता चाहिँ हेर्नु न, पानी परेर पुरा पानी अनि मेरो छोरी चाहिँ हेर्नु न, टमटमबाट नामेको त रुइएर छैन नि टमटममा चढ्ने। अहिले चाहिँ हामी मन्दिर पनि पुगिसकेको छु। यो चाहिँ हो मन्दिरको गेट। हजुरले हेर्नु होला, मन्दिर चाहिँ कति राम्रो बनाएको छ। सबै चारैतिर पेन्डलै पेन्डल, तर के गर्ने, पानी परेर चाहिँ सब बर्बाद भयो। यति ठुलो पानी परेछ, त्यही भएर चाहिँ मान्छे अहिले भएको छैन। यता चाहिँ हाम्रो दिदी पनि आउनुहुँदैछ टमटमलाई भाडा दिएर। अनि यता चाहिँ हाम्रो नानी अनि बाबुले चाहिँ पुरा काम बन्द गरिरहेछ, किनभने भोजन भइरहेको छ। भोजनमा चाहिँ कानमा चाहिँ पुरा आवाज आयो अरे, त्यही भएर चाहिँ कान बन्द गरिरहेछ। यो चाहिँ हो मन्दिर। हेर्नु होला हजुरले, कति राम्रो डेकोरेसन गरेछ मन्दिरको। 3 दिन भएको थियो यहाँ चाहिँ, कथा सुनाएको थियो 3 दिन। कलश यात्रा पनि भएको थियो। कलश यात्रामा चाहिँ म गइनँ, दिदी जानुभएको थियो। त्यहाँबाट चाहिँ आज चाहिँ हामी मन्दिर आएको। अनि मन्दिरमा चाहिँ म चाहिँ जान्न भनिरहेको थिएँ, तर पानी परेको थियो। फेरि पनि बोलो एकचोटि पूजा हुँदै जान्छु भनेर चाहिँ म आएँ नानीलाई लिएर। हामी थुप्रैजना आएको थियौँ, म, दिदी, भाउजू, त्यहाँ 2 जना भाउजू अनि 1 जना आन्टी अनि 1 जना अझै 1 जना के पो नाम थियो उसको, ऊ पनि आउनुभएको थियो साथी। अब त्यहाँबाट चाहिँ अहिले हामी मन्दिरभित्र गइसक्यौँ। यता चाहिँ हामीले घन्टी बजाउँदैछौँ गाइस। हेर्नु होला, मन्दिरको डेकोरेसन चाहिँ यति राम्रो गरेको छ। यता चाहिँ दिदी र बाबु चाहिँ पुरा घन्टी बजाउनमा लागिगएको छ गाइस। हेर्नु होला हजुरहरूले। यता चाहिँ मेरो नानीले चाहिँ कान बन्द गरिराखेको छ घन्टी बजाएको सुनेर। अनि अहिले चाहिँ हामी भित्र पस्यौँ। यहाँ चाहिँ मेरो छोरीले चाहिँ मलाई बक बक भनिरहेको थियो। अनि यहाँ चाहिँ मेरो छोरी हिँडिरहेको थियो। यहाँ चाहिँ मैले एउटा सेल्फी पनि खिचेँ अनि अलिकति भिडियो पनि बनाएँ। अनि यहाँ चाहिँ रेडी भइसकेको छौँ। यता चाहिँ हामी भाउजूले धुपकाठी पनि जलायो, तर त्यस्तो प्रसादीहरू चाहिँ हामीले केही पनि लगेन। अगरबत्ती र फुल चाहिँ लगेको थिएँ। अनि फुल चाहिँ अनि अहिले हामी पूजा गर्छौँ। अनि हामीले चाहिँ धुपकाठी एकै ठाउँमा किनेको थियौँ। अनि हामीले सबैजना त्यही धुपकाठी भाग गरे। अहिले चाहिँ पूजा गर्नु भनेर पस्यो। अनि मेरो छोरी चाहिँ अगाडि नै पूजा गर्नु भनेर पसिसकेको छ गाइस। हेर्नु होला हजुरले, आजभोलिको छोराछोरी चाहिँ के साह्रो बाटी हुन्छ। हेर्नु न, त्यहाँनिर अगाडि नै पसिसकेको छ। अनि मलाई धुपकाठी माग्छ, कहाँ धुपकाठी दिने होइन, यत्रो मान्छेको सामने कसैको साडीउडी पोलिदियो भने। यहाँ चाहिँ ऊ अगाडि नै बसिरहेको छ गाइस, मेरो छोरी पूजा गर्नु भनेर। अनि जुवा पनि गर्दैछ। अनि यहाँ चाहिँ आयौँ, हामीले पूजासूजा गरिसक्यौँ। पूजासूजा गरेर चाहिँ पण्डितजीको सामने है, पण्डितजीले चाहिँ धागा बाँधिदिनु हुँदै थियो। आज नानीलाई धागा बाँधिदिँदैछ, कति राम्रो दिइरहेछ गाइस। हेर्नु न, अनि पण्डितजीले टिका पनि लगाइदिनुहुन्छ। त्यहाँबाट चाहिँ मैले बाँध्नु थालेँ। त्यहाँबाट चाहिँ हामी सबैजना टिकासिका लगाइसक्यौँ। हातमा धागा पनि धागा बाँधेको बादमा चाहिँ अनि नानी चाहिँ यहाँ कुदिरहेछ। भित्र चाहिँ एकदम पुरा माने खाली छ कि, नानी केटाकेटीको लागि चाहिँ राम्रो नै हुन्छ नि। यता चाहिँ हामीले प्रसादी पनि लियौँ। प्रसादीमा चाहिँ थियो बुनिया, तर बुनिया चाहिँ साह्रै नै टेस्टी थियो गाइस। मैले खाएर हेरेको बहुत टेस्टी थियो। त्यहाँबाट हामी गयौँ एकछिन भजन सुन्नु भनेर। भजन चाहिँ यति राम्रो गाइरहेको थियो गाइस। भजन गाउनेवाला पण्डितजी पनि यति माने ह्यान्डसम थियो, भन्नु के भन्ने, अब ह्यान्डसम थियो होइन। अनि यहाँ चाहिँ हामी सबैजना बसिरहेको छौँ गाइस। तर जसले गएको थियो यति नै राम्रो स्वर थियो उसको, मलाई त उसको स्वर सुनिरहनु जस्तो मन लागेको थियो। तर के गर्नु, नानी केटाकेटी लिएर गएको थियो, त्यही भएर चाहिँ हामीले छिट्टै आउनु पऱ्यो घर। यता चाहिँ हाम्रो बाबु उसको धुनमा चाहिँ डान्स गरिरहेछ। हेर्नु होला हजुरले, ऊ बाजा पनि यस्तो राम्रो बजाइराखेको थियो। अनि त्यहाँबाट हामी चाहिँ एकछिन बसेँ। हेर्नु न गाइस, हिलो हेर्नु, कति साह्रो हिलो छ त्यहाँनिर। अनि सबैजना कोही बाहिर उभिरहेको छ, कोही बसिरहेको छ, कोही केटाकेटी लिएर आएको छ। हामी पनि सानो सानो केटाकेटी लिएर आएको थियौँ। फेरि पानी पनि परिरहेको थियो गाइस, अलिअलि सिमसिम। त्यहाँबाट चाहिँ हामी एकछिन बस्यौँ। बसेपछि चाहिँ हामीलाई खाना खानु भनेर लिएर गयो। तर मैले खाना खानुको चाहिँ भिडियो गरिनँ, किनभने
खानाको सिस्टम चाहिँ यस्तो थियो कि मैले खडा खडा खाने खालको सिस्टम थियो। अनि त्यही भएर चाहिँ मैले भिडियो गर्न सकिनँ गाइस। हामी खानासाना खाइसकेको बादमा चाहिँ हामी यहाँ चाहिँ उभिरहेको थियौँ। अनि खाना खाने बित्तिकै कहाँ जाने होइन। अनि त्यहाँबाट चाहिँ नि हामी बसिराखेको थियौँ। त्यहाँबाट चाहिँ मेरो छोरीलाई चाहिँ हात नपकाउनु र हेर्नु न टाउनमा आफै हिँड्दैछ, कति स्पिड हिँडिरहेछ गाइस। हेर्नु न, अरू बेला चाहिँ हिँड्दैन आएको, दादै चाहियो अरे, यताउति गऱ्यो दादै चाहियो। अनि दाजुबहिनी चाहिँ यहाँ मजाले हिँडिरहेको छ, फेरि डर लाग्छ नि, यति ठुल्ठुलो गाडी आइरहेको थियो गाइस। त्यहाँबाट चाहिँ मैले नानीको हात पक्रेँ नि, हात नपकाउने। अनि मेरो नानीलाई चाहिँ पुरी साह्रै नै मिठो लागेछ नि के, एउटा पुरी बोकेर चाहिँ बाटैभरि खाइ आइरहेको थियो गाइस। अहिले चाहिँ खत्तम पारेको छ पुरी चाहिँ। अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। आजको भिडियो यति नै, बाई बाई। लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला। बाई बाई।